तर्फबाट जो सम्मानित रहनुभयो संस्थागत या व्यक्तिगत रूपमा सबैलाई हार्दिक बधाई र उज्जवल भविष्यको कामना पनि गर्न चाहन्छु। शिक्षा बिना हाम्रो जीवन अधुरो छ। फेरि पनि शिक्षामा लटुनपटुन शिक्षाले अब काम पनि नदिने प्रतिस्पर्धाको जुग रहेको हुनाले यो प्रतिस्पर्धामा आफूलाई श्रेष्ठता बनाउन जो सफल रहनु भएको छ उहाँहरूले आफ्नो जीवनमा अरू धेरै काममा पनि फर्क मार्न सक्नुहुन्छ। देशकै शिक्षा नीति भित्र पर्ने हाम्रो घिरिङ गाउँपालिकामा पनि हामीले चाहे जस्तो खोजे जस्तो र तपाईँले पनि चाहे जस्तो अझै हुन सकिरहेको छैन। अन्तको प्रतिशत र हाम्रो घिरिङको प्रतिशत अझै तुलना गर्न मिलिरहेको छैन। यसमा विभिन्न फ्याक्टरहरूले काम गरेका छ। त्यो समाज, अभिभावक, घर परिवार, विद्यार्थी र शिक्षक अनि त्यहाँको व्यवस्थापन यी सबैमा राम्रो ढङ्गले तालमेल हुन सक्यो भने हाम्रो लक्ष्य पुग्न सक्छ। तर यो सबै चिजमा कहीँ कतै खोट रहन गयो भने लक्ष्यमा पुग्न सकिँदैन। जे होस्, हाम्रो शिक्षाको परीक्षाको परिणामले यो प्रगति उन्मुख छ है, सुधार उन्मुख छ भन्ने देखाएको छ। त्यसैले म यो प्रगतिको लागि, यो सुधारको लागि भूमिका खेल्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद भन्न चाहन्छु।